एपिसोड 3 को स्टार्टमा भनिँदै हुन्छ डेनी कलमा धेरै क्लान र फ्यामिली छन्। त्यसमा पनि मेन क्लानमा डार्क क्लान, सोड क्लान, स्प्रिङ क्लान, पोइजन क्लान, साउन्ड क्लान र ब्लेड क्लान हो। डेनी कलको लर्डको एक सिमाना थियो। उसले कसम खाएर बिहे गरेको महिलाबाट र प्रत्येक 6 क्लानको एकजना डिसेन्डेन्ट हुन्थे। ती डिसेन्डेन्ट हुनका लागि प्रत्येक क्लानमा जन्मेका राइजिङ भएको रेस्पेक्टिभ क्लानबाट हुनुपर्थ्यो। जहिले उनीहरूले आफ्नो सर्टेन एज रेस्ट गर्थे तब उनीहरू डेमनिक एकाडेमीमा भर्ना हुन पाउँथे। डेमनिक कल्ट हरेक 10 वर्षपछि मात्र खुल्ला हुन्थ्यो। त्यहाँ लिडर एक्सपर्ट मात्र हुन्थे। त्यहाँ हरेक जेनेरेसनका वारियरलाई बेस्ट ट्रेनिङ दिइन्थ्यो। त्यहाँ हरेक समयमा असामान्य उग्र प्रतिस्पर्धा हुन्थ्यो। जहिले पनि धेरै प्रिन्सहरू त्यो एकाडेमीमा जोइन हुन्थे। कहानी अब च्योनमा जान्छ। च्योनले मनमा नै भनिरहेको हुन्छ कि डाक्टर बाग त पोइजन क्लानबाट हो। मैले मेरो शरीरमा नानो छ भनेर लुकाउन आशेक छ। यो देखेर डाक्टर बागले सोच्दै मनमा नै भनिरहेको हुन्छ कि उसले के कसैबाट सहयोग लिएको। अनि फेरि डाक्टर बागले भन्छ, गलत भए जस्तो त केही छैन तिम्रो शरीरमा, तर म तिमीलाई यो सल्लाह दिन्छु कि तिमी तागत दिने चिजहरू खाएर आफ्नो इनर्जी रिगेन गर। अनि त्यतिकैमा अर्को मान्छे खुसी हुँदै डाक्टर बागलाई धन्यवाद व्यक्त गर्छ। अनि त्यो मान्छेले डाक्टर बागलाई फेरि भन्छ, तपाईँ जान लाग्नु भए म बाहिरसम्म छोडिदिन्छु। अनि डाक्टर बागलाई भन्छ, पर्दैन, ठिक छ, तिमी यहीँ बस, बरु राजकुमारलाई हेर्दै बस। डाक्टर बाग बाहिर गएर हिँड्दै मनमा नै सोचिरहेका हुन्छन् कि यो त धेरै स्ट्रेन्ज छ। एक व्यक्ति कसरी चेन्ज हुन सक्छ। धेरै पहिला म स्योर छु कि उसलाई बाहिर निकालिएको थियो ऱ्याङ्किङबाट, उसको विक बडीले गर्दा र मार्सल आर्ट सम्बन्धी नलेज नभएर। तर अहिलेको अवस्थामा उसको बढी मार्सल आर्ट सिक्नका लागि योग्य छ अरू प्रिन्सहरूको भन्दा। सिन फेरि च्योनमा जान्छ। च्योन सोच्दै हुन्छ, मलाई लाग्दैन कि उसले फेरि राम्ररी सोच्नु हो भने म बाँच्नुको कारण गाडजाङ हो। र साथै नानोले पनि हिल गर्यो मलाई, यदि जाङ नआएको भए सही समयमा। अनि च्योनले भन्छ, जाङ धन्यवाद मलाई बचा। त्यतिकैमा जाङले भन्छ, माफ गर्नुहोस् प्रिन्स, मलाई लाग्छ पहिला तपाईँ नुहाउनुपर्छ। अनि च्योन अलि लजाएको जस्तो गरेर भन्छ, अवश्य नुहाउँछु। च्योन नुहाउँदै अलि न्यास्रो परेर भन्दै सोच्दै हुन्छ। अनि फेरि नानोलाई बोलाउँछ, नानो, तिमीले अघि भनेको थियौ कि तिमीले मेरो शरीरमा सेल्फ हिलिङ मोड हालेको थियौ है, म कतिसम्म हिल भएको छु। अनि नानोले भन्छ, कुनै भित्री तथा बाह्य घाउ जनित चाहिँ बाहिरको घाउ बढी छिटो हिल हुन्छ, तथापि ब्लड लस्ट अथवा सेर्नु इच्छा छ भने मास्टरले रिक्वायर गर्दा हुन्छ। यो सुनेर च्योन पनि थोरै चकित पर्छ हो र। अनि फेरि च्योनले भन्छ, तिमीले भनेका कुरालाई बुझ्न कति गाह्रो परेको। यति भनेर च्योनले आफ्नो हात हेर्दै भन्छ, के म ट्राई गर्न सक्छु टेस्टका लागि। र च्योनले आफ्नो हातमा कट गर्दै अनि मुख आँखा बन्द गर्दै भन्छ, आउच, यो त धेरै दुख्यो। अनि नानोले भन्छ, एक्टिभेटिङ सेल्फ हिलिङ मोड, देब्रे हत्केला काटेको छ। च्योनको हत्केला बिस्तारै हिल हुन थाल्छ। अनि यो देखेर च्योन छक्क पर्दै भन्छ, मैले यो देखेँ तर पनि विश्वास गर्न गाह्रो छ, तर मलाई थाहा भयो यसले काम गर्छ। अनि फेरि च्योनले भन्छ, के म यो सबै फङ्सन युज गर्न सक्छु। अनि नानोले भन्छ, तपाईँ सबै कुरा युज गर्न सक्नुहुन्छ। त्यसपछि च्योनले भन्छ, ठिक छ, म यसलाई नुहाइसकेर ट्राई गर्छु। त्यसपछि च्योन बाथटबबाट निस्किन्छ अनि आफ्नो शरीर हेर्दै भन्छ, कसरी मेरो शरीर पहिलाको भन्दा धेरै मस्कुलर र तन्दुरुस्त भयो। के यो पनि तिमीले गरेको नानो? अनि नानोले भन्छ, हो मास्टर, मैले तपाईँको शरीरलाई फेरि पुनर्निर्माण गरेको छु। त्यतिकैमा एक बुढी आमा आएर च्योनलाई भन्छ, प्रिन्स, म तपाईँलाई ड्रेस लगाइदिन आएको। अनि च्योनले भन्छ, ठिक छ, लोगा लगाइदिन्जेल। च्योन र नानोमा धेरै कुरा हुन्छ। त्यसपछि च्योन स्टडीका लागि लाइब्रेरी जान्छ र भन्छ, अहिले म के गर्नु। अनि नानोले भन्छ, किताब हेर्नु र पन्नाहरू पल्टाउनु। अनि यो सुनेर थोरै आश्चर्यचकित हुँदा च्योनले भन्छ, पन्ना मात्र पल्टाउनु? अनि त्यहाँ राखिएको किताब देख्दै भन्छ, यहाँ एउटा मात्र किताब रहेछ मार्सल आर्ट सम्बन्धी, यसको नाम ब्लड पनिसरची। अनि यो किताब उठाएर भन्छ, मैले सब पन्ना पल्टाउन सुरु गरेँ नानो। नानोले स्टार्ट गर्नु भन्दा त्यसरी नै च्योनले पनि स्टार्ट गर्न थाल्छ, पन्नाहरू पल्टाउन थाल्छ। साथै नानोले पनि त्यो पन्नाहरूलाई स्क्यान गर्न थाल्छ। त्यसपछि च्योनले भन्छ, तिमीले के सबै
इन्फर्मेसन कपी गर्यो। अनि नानोले भन्छ, हो मास्टर, के तपाईँ अब स्वीकार गर्नुहुन्छ? अनि च्याउले पनि भन्छ, म स्वीकार गर्छु। त्यसपछि त्यो स्क्यान गरेको इन्फर्मेसनहरू च्याउनको दिमागमा इन्स्टल हुन थाल्छ। अनि केही बेरमा इन्फर्मेसन इन्स्टलिङ कम्प्लिट भनेर नानोले भन्छ। त्यतिखेरसम्म च्याउलाई थोरै गाह्रो भइरहेको हुन्छ। अनि च्याउले फेरि भन्छ, के तिमी वरि गरिरहेको थियौ मेरो बारेमा? त्यसपछि नानोले भन्छ, म त बस केही फ्याक्ट भन्दै थिएँ। अनि केही फेरि च्याउले भन्छ, अब के गर्नु म? त्यसपश्चात नानोले भन्छ, यदि तपाईँ एक्युरेट नलेजलाई युज गर्नलाई विस गर्नुहुन्छ भने सोच्नुहोस्। अनि च्याउले भन्दै हुन्छ, ब्लड पोइन्टको इम्पोर्टेन्ट रोल हुन्छ। अनि अलि आश्चर्यचकित हुँदै च्याउले भन्छ, यो त हुनै सक्दैन, यो त एकदम क्रेजी छ। मैले यसलाई याद मात्र गरेँ होइन, यसलाई राम्ररी बुझेँ पनि यो कन्टेन्टलाई। अनि नानोले भन्छ, मैले यसलाई राम्ररी सुधारेँ यो किताबभित्र भएका एरर इन्फर्मेसनलाई र तपाईँको दिमागमा ट्रान्सफर गरिदिएको। अनि च्याउ अलिक खुसी भएको जस्तो गरेर भन्छ, हे भगवान्, यो म विश्वास गर्न सक्दिनँ, यसको कुनै अर्थ नै छैन। यो मैले सिकेँ, मार्सल आर्टलाई छिटो गरेँ अरूभन्दा पनि। अनि यति भनेर अलि डेभिल हाँसो हाँस्दै च्याउले आफ्नो हातमा बल ल्याउँदै भन्छ, 6 क्लानका क्यान्डिडेट्सले मलाई मास्टर गरे धेरै फाइटिङ टेक्निक्सहरूमा। अनि पनि हेर्दै ती बदमासहरूले, तर मैले अहिलेसम्म पनि मार्सल आर्ट गरेको छैन, 3 ज्यासिम मार्सल आर्टमा। अनि मुट्ठी कस्दै च्याउन भन्छ, यहाँ छैन मार्सल आर्ट किताब पढ्नलाई धेरै मेरो लागि, तर मैले सुनेको छु डेमनिक एकाडेमीमा धेरै छन् रे। अनि अझै जोसिलो बन्दै च्याउले भन्छ, यो एबिलिटीसँग म स्ट्रङ बन्न सक्छु। त्यो पनि फ्याक्ट हो कि तिनीहरू भन्दा एकाडेमी गएर। अब मेरो यही हो अहिलेको गोल। स्टोरीमा सिन चेम्बर अफ द हायर क्यान्डिडेट्स साउथ क्यासल अफ द डेमनिक कर्डमा जान्छ। त्यसको नाम हाउस अफ बोकमाजङ हुन्छ। अनि एकजना मान्छेले भन्दै हुन्छ, मैले एकजना केटाका लागि उनीहरूलाई मुक्त पार्न पठाएको थिएँ र फेरि उनीहरू 5 जना मरे। त्यसपछि छेउमा एकजना निल डाउन गरेर बसिरहेको हुन्छ। त्यसले फेरि भन्छ, के लाग्छ तँलाई यो कुराले केही मेक सेन्स बनाउँछ? अनि निल डाउन गरेको मान्छेले डराउँदै भन्छ, मलाई लाग्छ त्यसैलाई कसैले सिक्रेटली सहयोग गर्यो, प्रिन्स मुकेम। अनि बल्ल थाहा हुन्छ त्यो प्रिन्स रहेछ। अनि मुकेम रिसाएर ठुलो स्वरमा भन्छ, तँलाई कसैले अधिकार दियो मेरो नाम लिएर बोलाउनु? के यो तेरै आँट हो? अनि फेरि दाँत किर्दै मुकेमले भन्छ, तर कसै न कसैले सहयोग गर्यो त्यसलाई। अनि आफ्नो हात हेर्दै भन्छ, मेरो हात फोहोर बनाउन चाहन्नथे, तर मसँग अरू उपाय पनि छैन। त्यसपछि रिससँगै आत्मबल विश्वाससँग मुकेमले भन्छ, म त्यसले आफै मार्छु डेमनिक एकाडेमीमा गएर। च्याउन मलाई पर्खे।